नमस्कार सम्पूर्ण भ्युर छमा तपाईलाई स्वागत छ शेर्पा ब्लगमा। आज चाहिँ हामी एलम्बर कप फुटबल हेर्नको लागि जाँदैछौँ। मलाई पनि हाम्रो ब्लगमा स्वागत गर्न चाहन्छु। प्रेमकुजी तपाईँलाई स्वागत छ। धन्यवाद दाइ। हामी केही दिन अगाडि सल्लाह भएको थियौँ आज चाहिँ कलतिर जाने भनेर। त्यहाँ अर्को साथी पनि अब सुमन भाइले पनि पिकअप गर्नको लागि जाँदैछौँ हामी। अहिले हान्सुलो एरियाबाट हिँड्दैछौँ हामी। हान्सुलोबाट त्यहाँबाट कति 2 घन्टा लाग्छ हामी लाग्दैन। 2 घन्टा कति ट्राफिक हुन्छ होइन, त्यसमा भर पर्छ होला। आज वेदर पनि ठिकै छ। पानी आउला जस्तो भयो त्यो बिहान त। पानी आउँदैन होला। अस्तिभन्दा दिन पनि अलिक तातो भयो नि। जाडोको टाइममा त अलिक पानी परेपछि त यता पछि कामेरै छाड्नेछ नि त। कुन कप फुटबल चाहिँ गुरु आजको? एलम्बर कप। लिम्बूहरूको हो क्या हो? एलम्बर किराँतीहरूको राईहरूको भनेपछि आज कमर्सियल पर्ने भयो भने हजुरको टिम पनि छ क्या? सपोर्ट कसलाई हो तपाईँको? होम टिम कुन हजुरको टिम? के टिमको नाम? फेल्थम टिम। ओके, भनेपछि अब गुड लक फेल्थम टिम भन्न चाहन्छु हामी। आशा छ आज पक्कै सिल ल्याएर आइन्छ, आशा गरौँ होइन। होप भगवान्ले साथ दियोस् टिमलाई होइन, अनि खेलाडीहरूलाई चोटपटक केही नलागोस्। केही समयपछि हामी अब खेल मैदानमा पुग्नेछौँ। टाइम त लाग्छ अझै 2-3 घन्टा। बिहान कति बजीबाट गेम सुरु? 9 बजी। ए भनेपछि त अब आधी हुँदो भइसकेछ त। ट्राफिक लाइट परेछ फेरि, रेड पो परेर कति चाँडो। M25 B418 कुन ठाउँ गएको थियो कि अब बिर्से होइन। हजुर, त्यो प्लेनहरू के जेट प्लेनहरू के सानो सानो के प्राइभेटहरू जस्तो क्या हरेबल यस्तो हरिभ्यार गाउँमा लस्कर यस्तो राम्रो लाग्यो बल्ल। युके यस्तो पनि रहेछ युकेमा भन्ने भएको के केही देखिन्न यार। पिकनिक सिकनिक हेरेर कस्तो हुँदो होला। चियापान कार्यक्रम होला है बिहानको हाम्रो। कस्तो राम्रो छ है वरिपरि। काठमाडौँ हिँड्दा मुगलिङ सिरियस त हो नि यो। यहाँ फेरि यहाँ डाक्दैन नि तपाईँको फेरि मुगलीमा चाहिँ यहाँ अडिस भन्छ डाक्छ होइन। मल्लेको माछा छैन नि त। छैन छैन हो, सही हजुर। कति राम्रो हो। ल खाजा सुरु गरौँ है साथी। के हो यो टिकटक? यो चाहिँ युट्युबमा आउँछ तपाईँको। आवाज पनि आउँछ? तपाईँ आवाज पनि आउँछ, मान्छे पनि आउँछ। मान्छे पनि आउँछ? मान्छे आउँछ तपाईँ। त्यो त गजबको चिज रहेछ त्यहाँ। अरू भ्युअर्सहरूलाई के भन्नुहुन्छ तपाईँ? भ्युअर्सलाई के भन्ने? कम्ती सर्च गरिदियो त भन्नुहोस् न यार। होइन अब रङ टाइममा सोध्नुभयो क्या दाइ। खाँदै हुनुहुन्छ बिचरा दाइ। खाना मात्रै अगाडि सम्झिनु परेको खासै।
खाइसकेको खाएर चाहिँ भनौँला नि बिहारलाई हाम्रो कृष्ण दाइले चाहिँ पछि भन्नुहुन्छ त्यही पनि सब्सक्राइब चाहिँ सबैले गरिदिनुहोस् भन्ने भन्छु उसले पनि खानु भन्छ अलिकति साथी हो ल अलिकति टाढो छ है राम्रो रहेछ ठाउँ पनि है यो चाहिँ कुन ठाउँमा हो अहिले हामी हुम्ला 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 जस्तो हुने क्या पछि उल्का हुन्छ है ज्ञानेन्द्र साई गरी हुम्ला सुम्ला सबैभन्दा उस हो नि ठाउँ ज्ञानेन्द्र साई हो नि त त्यहाँको एकदम के च्याउहरू के पाउने भन्छ अन्डर डेभलप अनडेभलप क्या यस्तो होइन त बा अब पढाउनुपर्छ कृष्ण सरलाई पढाउनुपर्छ जुम्ला जुम्ला सब आजको हाम्रो कार्यक्रम चाहिँ के छ सुनेको छ कृष्ण सरलाई अलिक थाहा होला यो बारेमा अब हामी भलिबल सेन्टर हुन्छ उनीहरूले हालिदिन्छ होला गुरुजीले थाहा छ आजको सेड्युल के हुन्छ गुरु सुनाइदिनुहोस् न काम लागिरहेको छ आजको चौकीमा गएर लम्पासार भएर सुत्ने होइन अनि यसो आफ्नो सपोर्ट के अरे टिमलाई सपोर्ट गर्नलाई त ताली हाल्नु पऱ्यो वोटिङ दिनु पऱ्यो होइन पानी तिनीहरूले जितेन भने त सबैलाई कुटेर आउनुपर्छ है गुर्तेलीले चाहिँ ल्याएको नि ढाडैबाट हान्नुपर्छ तिनीहरूलाई नथापाउनु त गुडीले हामीले गुर्देली भनेको चाहिँ यो साल चाहिँ हामी कफी खाँदैछौँ बढी फर्किँदै लानुपर्छ क्या हो ऊ हेर त बाटो मरेको कालिस होइन यार हो कि कालिस मर्दो रहेछ बाटोमा गाडीले हानिदिन्छ होला नि तपाईँले मिस्टेक गर्नुभयो कति हामी 1.5 घन्टामा आइपुग्यो होइन 1.5 घन्टा साह्रै ल हजुर चाहिँ टाइम पनि 11:11 भइसकेको छ दुई तिन टिम खेल्दो रहेछ होइन ठिक हो त्यसरी छिटो हुन्छ खेल मैदानमा आइपुगेका छौँ नेक्स्ट टर्न साथीहरू हुनुहुन्छ Everyone's quiet over there. Room bani
We are switching it. That's nice. Stay on that. It's too late for me to go to your position. Yes, I know. It's not working out there. If you switch, I'm too late going over there again. If we do it at the same time, it's Clear don't take too much time. Just clear the ball. हाम्रो फेल्टम टिम खेलको लागि तयारी हुनुहुन्छ अहिले हाफ टाइम भइसकेको छ Drink some energy drink. Drink water, whatever. What do you खायो? ठ्याक्क यहाँ निमा आयो यताको हाम्रो टिम चाहिँ कुन चाहिँ हो कुन टिम हो यताको एउटा फेल्टम टिम एउटा फेल्टम टिम अर्को चाहिँ यो फेल्टम टिम हैन यो यताको चाहिँ भाइ यताको कुन टिम हो हाङथङ ए ल हाफ टाइम पछि फेरि खेल सुरु भइरहेछ स्कोर के भइरहेछ 1-0 कम्पिटिसन छ है 1-0 भने त दरबै हो नि त किन त जे पनि हुनसक्छ नि त तपाईहरु चाहिँ कुन टिम नेप्जङ भयो यो पल्लो टिम हो तपाईहरुको ए त अब यो पछि तपाईहरुको कोसँग भिड्दै हुनुहुन्छ यो पल्लो टिमसँग के छ तपाईको जित्नुहुन्छ नि यो फर्स्ट गेम हो जित्नुपर्छ है बाजी हो बाजीमै छ है कति टिम आज कति टिम जम्मा भयो त 20 टिम हो जम्मा 20 टिम ए बेटरी पनि छ क्या ए हजुर आजको ट्रफी र सिलहरू यस प्रकारले रहेको छ ढोल पनि सजाइरहेको अवस्थामा हामी देख्न सकिन्छौँ
हजुर नमस्कार नमस्कार नमस्ते 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 टङबाउ पनि व्यस्त छ यहाँ चाहिँ Can you put it over the speaker? Tell him to go and pick four. Puran Yakso. Tell him to go and pick four, please. Yeah. Puran Yakso, जी तपाईका हुनुहुन्छ पिच नम्बर 4 मा गइदिनु होला Puran Yakso, पिच नम्बर 4 Puran Yakso, wherever you are, can I kindly request you to proceed to the piece number 4 please Puran Yakso, तपाईं जानुहुन्छ पिच नम्बर 4 मा गइदिनु होला थ्यांक यू नमस्कार नमस्कार हाम्रा मामा माइजीहरू हुनुहुन्छ रमाइलो भइरहेछ मामा रमाइलो भइरहेछ हजुर ल हजुर मौसम पनि राम्रो भयो हजुर 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 भेटघाट पनि भयो होइन मौसमले साथ दिएको छ अब चुम्लुङ चाहिँ कस्तो हुने भयो अनि आज कसले जित्ला जस्तो लागिरहेछ बाबालाई मेरो अन्दाज लगाइदिनुहोस् न तपाईँले हस् हाम्रै नेपालीले जित्ने भयो नि होइन ओके हजुर थ्याङ्क यू हजुर हजुर उहाँले प्रायोजन गर्नुभएको जानकारी गराउन चाहन्छु त्यसै आजका हाम्रा अतिथि एम्बुलेन्स पनि अलर्ट अवस्थामा देख्न सकिन्छ खाजा नास्ता चटपटेको जस्ता देखिरहेको छौँ हामी हजुर नमस्कार के पाउने हो हजुरकोमा चाहिँ के पाइन्छ हजुर हजुर ओके हजुर चाइनिज स्टाइलमा हाम्रो ओके हजुर साथमा फुटबल त छँदैछ होइन साथमा फुटबल त छँदैछ ओके हजुर इन्जोय गर्नुहोस् है त ल त हजुर यहाँ त मान्छे बिगार्ने सामान पनि रहेछ हौ आज त खेलाडीहरू अनि व्यापार कस्तो भइरहेछ हजुरको अनि जाँदैछ अलिक घाम लाग्यो भने अलिक बढी जान्थ्यो होला घाम लाग्यो अलि गेम हार्दै गएपछि अलिक जाला अनि कसले जित्ला जस्तो लाग्छ तपाईँलाई चाहिँ के थाहा छैन हजुर या तपाईँको यस्तो सपोर्ट गरेको टिम त छैन नि ओके हजुर ल ठिक छ नि त त्यो हो नि सबैजना आफ्नो ड्युटीमा व्यस्त हुनुहुन्छ त्यही हो नि हाम्रो खेलाडीहरूको लागि खाजा नास्ता आगन्तुकहरूको लागि किनेर खान सकिन्छ मोमो चाउमिन तयारी अवस्थामा तयारी गर्दै हुनुहुन्छ खेलाडीहरूको लागि खाजा नास्ता तयारी गर्दै हुनुहुन्छ हाम्रो दाजुहरू एक लट पाक्न चाहिँ कति टाइम लाग्छ हजुर 10 प्लेट ए हजुर
एभरेजमा भन्नु पर्दाखेरि 20 मिनट है हजुर ए हजुर क्याटरिङबाटै हो क्याटरिङ कम्पनी हजुर हजुर उहाँ हाम्रो ए हजुर क्याटरिङ कम्पनी हजुरहरूको चाहिँ ए नाम चाहिँ क्याटरिङको ग्रोस हजुर ए हजुर सबै पो रहेछ त खाने पिउने सबै रहेछ नि त खाने पिउने सबै रहेछ सबै बन्दोबस्त तपाईँले कन्ट्याक्ट गरेपछि सबै पाउने रहेछ हजुर 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 तङ्बा सहित रहेछ होइन आज स्पेसल रहेछ नि तङ्बा पनि देखेँ मैले जस खुसी लाग्यो जस यो चाहिँ अलि तातो खानु चाहिँ ठिक हुन्छ होइन यो चिसो भएपछि भन्दा तातोमा मिठो हुन्छ कि बेसन चाहिँ ल तयारी गर्दै हुनुहुन्छ वान व्यस्त हुनुहुन्छ सब आफै ए हजुर हजुर ल हजुर ल भनेपछि आज मिठो खुवाउने कुरा ल्याउनु भयो तपाईँले ल आज तपाईँको व्यापार पनि राम्रो होस् त्यही नै कामना गर्छौँ अहिले चाहिँ स्टेज अगाडि आइपुगेका छौँ हेर्न सकिन्छ आजको ब्यानर सिलहरू नमस्कार हजुरलाई हजुर नयाँ मित्र भेट्ने हजुर थ्याङ्क यू तपाईँको लागि अनि हजुरको नाम त के भन्नुभयो वाङदी शेर्पा हजुर तपाईँहरूको थ्याङ्क यू हजुर वाङदीजी तपाईँ त्यति टाढो हन्सलबाट नै आइदिनु भयो होइन हजुर खुसी लाग्यो तपाईँको यो प्रोग्राम होइन मलाई भन्दा नि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु गर्दाखेरि हाम्रो वार्षिक हुन्छ तपाईँको हजुर यो हाम्रो 16औं एलाम्रो कप हो म चाहिँ यो संस्थाको वर्तमान महासचिव हजुर गर्दाखेरि आज मैले पनि मिडियाको काम गरिराख्दा तपाईँसँग जम्का भेट भएर यो क्लिप दिनु पाउँदा म पनि एकदमै म आभारी छु हजुर हजुर यहाँहरूको यो थप तपाईँको ब्लगमा कमेन्ट सेयर एउटा खेल पनि साथसाथै तपाईँ हाम्रो एउटा नेपाली बिच होइन भेटघाट गर्ने चान्स पनि भयो भनौँ न एउटा पशुपतिको जात्रा चित्रको व्यापार भन्ने सही कुरा हजुर हजुर खुसी लाग्यो अनि यो चाहिँ वार्षिक हुन्छ तपाईँहरूको हजुर यो हाम्रो वार्षिक हो हाम्रो किराँतको एउटा वार्षिक कार्यक्रम अन्तर्गतको एउटा यो खेल स्पोर्ट्स सम्बन्धी इभेन्ट हो हजुर हजुर यो ठाउँ चाहिँ हाम्रो संस्थाको निजी जग्गा हो तपाईँकै हाम्रै जग्गा हो यो तपाईँकै संस्था हजुर हजुर हाम्रो यहाँ चाहिँ हाम्रो चाहिँ वर्षमा महत्त्वपूर्ण 2टा कार्यक्रम हुन्छ यो एलाम्रो कप चाहिँ यो दोस्रो चोटि हो पहिला हामीले उता फेल्तामै गरिन्थ्यो गर्दाखेरि यो चाहिँ हाम्रो प्रोफेसनल स्पोर्ट्स सेन्टर चाहिँ होइन यो चाहिँ हाम्रो अब एउटा खुला मैदान हो यसलाई हामीले चाहिँ लास्ट इयरदेखि चाहिँ भनौँ अब यो 16औं एलाम्रो कप भने हामीले 15औं एलाम्रो कपदेखि अहिले 16मा आउँदासम्म चाहिँ हामीले यो आफ्नै जग्गामा चाहिँ एउटा इम्प्रोभाइज टेम्पोररी खेल मैदान बनाएर होइन आफैले गरेर चाहिँ हामीले यो दोस्रो पटक प्रयास गरिएको छ अब यो मैदानमा अलिकति अब खेलाडी साथीहरूको अब सन्तुष्टि रहेन हामी कन्टिन्यू गर्छौँ कन्टिन्यू गरिन्छ अनि आजको खेलमा चाहिँ तपाईँको कतिवटा टिम जम्मा भएको थियो हाम्रो जम्मा टिममा 3टा क्याटेगोरी थियो पहिलो क्याटेगोरी मेन टिममा चाहिँ 16वटा अनि तपाईँको भेटरेनमा चाहिँ 4वटा टिम जस्तो लाग्छ मलाई स्योर भएन अनि सुपर भेटरेनमा चाहिँ 8वटा जस्तो लाग्छ मलाई 100% स्योर छ भन्दा मेन टिम चाहिँ 16वटा टिम हो गर्दाखेरि हाम्रो यो हाम्रो पुरस्कारहरू चाहिँ अब के अरे मेन टिमको चाहिँ ट्रोफी होइन इन्डिभिजुअल ट्रोफी छ मेन ट्रोफी छ अनि त्यसमा हाम्रो प्राइजहरू छ क्यास प्राइज छ अब मेन क्यासमै जान्छ होइन हजुर त्यसको लागि चाहिँ हजुर अब त्यो नीतिगीतिको लागि चाहिँ म तपाईँलाई बताउन त सक्छु तर अलिकति मलाई टाइम दिनुहोस् हाम्रो यस्तो छ प्रयास चाहिँ अब 3टा टिम हो है मेन टिम सुपर भेटरेन टिम र के अरे
भेटरेन टिम हो। हजुर हजुर। अब यसमा चाहिँ तपाईँले टिमहरूको चाहिँ कस्तो छ भने तपाईँले पिक अपडेट दिनु पऱ्यो, थोरै सम्हालिनु पऱ्यो हजुरको ब्लगमा। त्यो चाहिँ कस्तो छ भने हाम्रो मेन टिमको लागि चाहिँ एकैछिन होला, म उहाँले सोधिहाल्नु, म तपाईँलाई डिटेलमा बताउनेछु। हाम्रो मेन टिमको चाहिँ अब होइन 18 इयर्सदेखि एभबको छ, गर्दाखेरि विनरको 1000 पाउन्ड प्लस इन्डिभिजुअल ट्रफी अनि मेन ट्रफी हुन्छ, अनि रनरअपको चाहिँ 500 पाउन्ड होइन, अनि इन्डिभिजुअल ट्रफी। अनि त्यसै गरी अब भेटरेन टिमको चाहिँ 36 इयर्सदेखि एभबको हुन्छ, उहाँहरूको चाहिँ विनरलाई 600 पाउन्ड प्लस मेन ट्रफी र इन्डिभिजुअल ट्रफी, अनि रनरअपलाई 300 पाउन्ड क्यास र इन्डिभिजुअल ट्रफी। अनि त्यसको सुपर भेटरेनको चाहिँ अब विनरलाई क्यास 600 पाउन्ड अनि मेन ट्रफी र इन्डिभिजुअल ट्रफी, अनि रनरअपलाई चाहिँ 300 पाउन्ड प्लस इन्डिभिजुअल ट्रफी छ। यसमा हामीले प्रायः लेडिज टिम पनि खेलाउने गर्थ्यौँ, योचोटि चाहिँ लेडिज टिम आइदिनु भएन, गर्दाखेरि सम रिजन त्यो छ। अलिकति हाम्रो यो अलिकति 16औं एलएम कप भए तापनि हाम्रो अलिकति संस्थाको गतिविधि अनुसार अलिकति आज हाम्रो खेलाडी साथीहरूले केही रकम चाहिँ बढाए राम्रो हुन्छ भन्ने सुझाव पाइएको छ, गर्दाखेरि आगामी दिनमा हामीले यसलाई अझै थप व्यापक बनाएर लाने हाम्रो परिकल्पना छ। गर्दाखेरि यहाँले यो महत्त्वपूर्ण कुरा सोधिदिनु भयो, यहाँलाई पनि यही धन्यवाद भन्न चाहन्छु। हजुर धन्यवाद तपाईँसँग। सेवाहरू हजुर, थ्याङ्क यू। गेम कम्पिटिसन भइरहेछ, एकदम कडा प्रतिस्पर्धा। आउट गएको छ अहिले। ठिक छ Spread out! फेल्थम टिम एक गोल गर्न सफल भएका छ। स्कोर 1-0 भइरहेको छ। Vai! Shape Miser, पहिला. Come on. Shape Miser पहिला. हाफ टाइम भएको छ। खाजा कार्यक्रम हुनेछ। कृष्ण सर चाहिँ मोमो कलेक्सन गर्दै हुनुहुन्छ। मोमो ठिक छ? टेस्ट गर्नुभयो नि? एकदम मिठो छ। ल अब टेस्ट गर्नुपर्छ है त। चिकन हो कि पोर्क हो तपाईँको? कृष्ण सर चिकन हो कि पोर्क हो? भनेर है टेस्ट गर्नु मन पर्दा यार।
सही भयो त आज खाजा खाने कार्यक्रम हुँदैछ Yes! 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 सम्पूर्ण खेलाडी साथीहरु 30 नम्बर 1 मा दिनु होला यस र यस पछाडी चाहिँ हाम्रा खेलाडी चुचुम्लु युकेका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु अतिथि वर्ग भेटरेन कपको र सल्लाहकारहरु पनि फाइनल खेल हुँदैछ अहिले चाहिँ फेरि पनि सुपर भेटरेनको अन्तिम सुपर भेटरेन कप 30 नम्बर 1 मा फाइनल खेलाडी साथीहरुसँग हात मिलाउनको लागि हाम्रो महासचिवज्यू तपाईले फेरि लिड गर्नुपर्ने हुन्छ हाम्रा अतिथिवर्ग केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू र हाम्रो जति पनि सल्लाहकारहरू हुनुहुन्छ तपाईहरु पनि 30 नम्बर 1 तिर प्रस्थान गरिदिनु होला धन्यवाद आजको एलम्बर कप सकेर हामी चाहिँ अब फर्किने क्रममा छौँ हाम्रो कृष्ण सर प्रेम गुरुजी अगाडि हुनुहुन्छ नि है हाम्रो सुमन गुरुजी र म चाहिँ पछाडि छु भ्यूहरू पनि राम्रो छ है